अब के अरे आजभोलि लास्टै अब त भिडियो नि बनाउनु मन लाग्दैन होइन। अब खासमा त्यही एक्लोपनमै डुबिरहेको हुन्छु उहाँले, त्यही हो। अनि अब सोच्न त अब के सोच्नु, त्यस्तो टाइम पनि छैन। अनि आफूलाई अब त हुन्छ नि भुलिरहेको हुन्छ क्या। अब आज के गर्ने, भोलि के गर्ने, भोलि एउटा यस्तो भिडियो बनाउँछु, भोलि चाहिँ म यस्तो गर्छु भनेर सोध्छु। अनि फेरि भोलि केही हुँदैन, अनि केही पनि गर्दैन कि। अब खाडीको जिन्दगी यस्तै होइन। न पैसा छ, अब रन्डो भएर राँडी भएर हिँड्नु परिरहेछ, कसैलाई रन्डो भएर हिँड्नु परिरहेछ। गाह्रो त अब सबलाई हुन्छ अब गाह्रो। अब मलाई मात्रै भयो भनौँ भनेर। अनि त्यही हो जिन्दगी भनेको। अब तलमाथि भइरहन्छ, त्यहाँदेखि चल्नु त पऱ्यो, बाँच्नु परिहाल्यो होइन। मर्न कोसिस भन्दा नि अब मर्न त भएन, केही त गर्नुपर्छ। सबको मनमा त्यही त हो नि, म यो गर्छु, म चाहिँ केही गर्छु, अनि बाबुआमालाई चाहिँ म अब यस्तो गरिदिन्छु, मेरो परिवारलाई चाहिँ म राम्रोसँग पाल्छु, यताउता भनेर सबको मनमा, इभन अब सबको मनमा हुन्छ कि त्यस्तो कुराहरू होइन। अनि त्यसपछि अब बिचमा अब के भइन्छ, यताउता भइन्छ। त्यसपछि मान्छे चाहिँ एडिक्ट, केही कुरामा एडिक्ट भइदिने, अनि यताउता हुँदै जाँदाखेरि बिस्तारै परिवार बिर्सिन्छ, परिवारबाट साथीभाइ बिर्सिने, के लौडा लसुन के हुन्छ क्या मुझे। अनि त्यस्तै कुराले गर्दाखेरि अब होइन, एउटा भगवान्ले चाहिँ एकचोटि चाहिँ के दिँदो रहेछ भन्दाखेरि, तिमीलाई एउटाचोटि के भन्छ यसलाई, के दिन्छ भगवान्ले भन्दाखेरि भन्नु ला बिर्स्यो न, के दिन्छ भन्छ यार भगवान्ले यार। ओ माइ गड, दिमाग केही कुरा नआएको होइन। भगवान्ले के दिन्थ्यो अरे, होइन के नआएको यार, दिमाग दिन्छ के दिन्छ यार। प्रयास पनि होइन, क्षमा नि होइन, के दिन्छ यार, के चाहिँ दिन्छ कि के दिन्छ यार। एकछिन, प्रयास त होइन, प्रयास त आफैले गर्ने। भगवान्ले एकचोटि ट्राई पनि होइन क्या, ट्राई त आफैले गर्ने। क्षमा नि होइन, भगवान्ले क्षमा दिने के दिन्थ्यो यार भगवान्ले यार, छ्या केही न केही चाहिँ हो कि। तर बिर्स्यो यार, अहिले भर्खरै बिर्स्यो यार होइन। केही त थियो कि यार। सोच्दा नि अब कहाँ के भगवान्ले एकचोटि छप्पर फाड्के देता है, त्यो त होइन। छप्पर फाड्के भन्ने त होइन होइन, फेरि जे दिन दियोस् होइन। त्यो पनि चान्स भन्ने, ए मासला चान्स के चान्स भगवान्ले एकचोटि चान्स दिनुहुन्छ अरे कि। चान्स नेपालीमा के भन्छ थाहा छैन होइन, चान्स दिनुहुन्छ होइन। त्यतिखेर चाहिँ अब गर्न सक्नुपर्छ सबै कुराहरू। यो कुरा यस्तो झेप्पाएको कुरा गरेर काम पनि छैन, फाल्दा पनि छैन, चिकन। अनि आज ड्युटी गएको थिएँ, ड्युटी गएर मुजी काम गऱ्यो, काम पनि गऱ्यो, स्यालेरी आएको थिएन, स्यालेरी नआएर होला। कस्टमरसँग पनि त्यस्तै, अब बिहेभ पनि त्यस्तै भयो। हेलो कस्तो हाँसो भन्दाखेरि जुठो हाँसो देखाइदियो। जुठो हाँसो देखाएर आफूलाई के टेन्सन भइरहेछ, यता रुम ओनरले मुजी मार्न लगाइसक्यो, पैसा देखाएन, के टेन्सन भइरहेको हुन्छ नि दिमागमा त। आमामा सोच्न पो अब मान्छेले सोचिरहला, चिल गरिरहेछ, मुसुक्क हाँसिरहेछ, कति गाएर चाहिँ मलाई। अनि हल्का फुल्का गाली पनि खाइयो। त्यसपछि त्यो गालीले गर्दा लेमन टी खाँदैछु। सबै कुराहरू भुलाउनु पर्छ क्या लाइफमा। त्यो अब पास्ट सम्झेर त्यही पास्टमा गरेर लायो भने नि अब केही हुनेवाला छैन। अनि त्यही पास्टलाई सम्झेर टाउको दुख्यो, म यस्तो गर्दिनँ, म चाहिँ अब जुन सक्दिनँ, म त मरिदिन्छु अब केही नै फाइदा छैन। लाइफ गोज अन के, जे हुन्छ हुन्छ, लाइफ गोज अन के अब होइन, जे हुन्छ हुन्छ, खल्ली बल्ली लास्टमा मर्ने नै हो नि होइन, कि होइन। लास्टमा मर्ने हो नि त। इन द इन्ड अफ द डे डेथ के
हामी जिए कि अब मर्नको लागि है खासमा के लाग्छ होइन साँच्ची नै होइन छुट्टो बोले जस्तो लाग्ला होइन हामी जिए कि मर्नको लागि जिइरहेछौँ कि त्यही पनि अब त्यो यो त्यो छिमेकीको छोरो उसको छोरो उसको छोरो उसको आमा उसको बाउ उसको बुढीले बुढाले यसको केही फाइदा होइन जे होस् सन्तुष्ट जिउने क्या लाइफ होइन आनन्दले जसले जे गरे पनि मतलबै नभए नि चिल्याक्स म चाहिँ त्यस्तो क्या अब मेरो भावना चाहिँ त्यस्तो हो क्या त्यसले 10 तला घर छडायो यसको बुढीलाई यसले 10 तोलो सुन किनिदियो 10 तोलो रे फेरि तोलो होइन 10 तोला सुन किनिदियो यसले त मासु खुवाइरहेछ आजले आम्मा 3टा खसी काटेर यार आम्मा मामा हेर्नु त ओहो यसले त बिहेमा त आम्मा 20 लाख खर्च गरेर रहेछ यार भोज खुवाउनलाई ओहो यसलाई हेर्ने यसलाई आम्मा प्लास्टिक सर्जरी गरेर आएछ यार ओहो यो त मुझे थाइल्यान्ड घुमेर आएर रहेछ नि त ओहो यो हेर नि यो आमा ल यसले त उल्टो हानिरहेछ यार ओहो यसको हेर बाइक आम्मा रोयल इनफिल्ड रहेछ यार आम्मा यसले त मुझी 1 करोड कार इ केही नि हुँदैन जाँटो लाटा मुझी जाने आएर घाटो जाँटो नि केही नै हुँदैन कि त्यही भएर मैले चाहिँ के भने लाइफ जिउ होइन मजाले सन्तुष्ट आनन्दले टक्कला दुइटा त्यस्तो गर्ने यस्तो गर्ने पिस भन्छ होला सायद बुद्ध जस्तो टक्क आनन्दले छ पैसा छैन पैसा खाए खाना खाइसके खाना खाँदैछु खाना आनन्द क्या अब जे भयो नि बस जिन्दगी होइन उत्तर चढाव माछालाई ब्याङ्कको मान्छे आउँछ गराउँछ त्यही पनि सर मैले ल्याएर तिर्दिन्छु नि भन्ने तिमीमा टेन्सन प्रेसर नलिने क्या जति प्रेसर भयो त्यति गाह्रो हुन्छ जान्छ जति प्रेसर हुँदै गयो त्यति प्रेसर बढ्दै जान्छ क्या प्रेसर नलिने केही कुराको पनि प्रेसर नलिने ल 10 करोडै ऋण होला मुजी होइन ल 50 करोड ऋण प्रेसर भन्ने कुरा लिँदै नलिने फक प्रेसर के आनन्दले मुसुक कहाँ छ हो र भइहाल्यो नि त गरिदिइहाल्छु नि त छक्का पारेर देखायो क्या आटोमा छक्का पारेर होइन प्रेसर भन्ने कुरा लिँदै नलिने लाइफमा जसले जे गरोस् जसले घर बनाओस् मुजी जे गरौँ केही पनि नलिने आनन्द एकचोटि लाइफ दिएको छ भगवान्ले एकचोटि चाहिँ लाइफ दिएको छ भने त्यो एउटा लाइफमा अब